होइन नि होइन एकदम भिड छ लाइसेन्स गइरहेको मेरो त छ कि दिदी हामी गयौँ ल साकेलामा बाई बिरुवालाई राम्ररी कुदाऊ केही नगरी मलाई आज ठ्याक्क पुऱ्याउने यहीँनिर घरमा ल्याइदिनु तर आज सबलाई सरप्राइज छ मेरो साथीले आज बाइक किनेको छ पेट्रोल लाउन आइसकेको छु पेट्रोल सकिएर अब साथीले लगाइदिन्छ पेट्रोल घाम लाग्यो बल्ल पानी चाहिँ परेन यार धन्न आज चाहिँ गाडी आएर चाहिँ यहाँ यो कहाँ रोडै भइहाल्यो घाम लागिसक्यो गाई सबैजना आउनु होला अब चाहिँ अल्छी नगरिकन पानी पऱ्यो भनेर बसेर नबस्नु होला साथीलाई नआउनु होला आज नानीहरू हुन्छ हामी चाहिँ यहाँ तर जङ्गलमा चाहिँ दिदीले माग्नु सिकाउनु हात दिनुभयो अनि त्यहाँबाट गर्दैछौँ हामी हजुर लाइसेन्स गइरहेको मेरो त छ कि मलाई छैन पुरै रहेछ पुरै रहेछ क्या अनि त्यही भएर लाइसेन्स चाहियो यहाँनिर हामीले चाहिँ हेल्पाङ भएको थियो दुईवटा लाइसेन्स भएको भए चाहिँ हाम्रो दिदी पनि जानुभएको हुन्थ्यो तर दिदीलाई चाहिँ भएन त्यसैले अब हामी दुईजना चाहिँ जाने भयो नि साथी अब त्यस्तै हो म चाहिँ बाइक पनि कुदाउन आउँदैन खासै सिक्दैछु अहिले त्यही भएर त्यही भिड भइरहेको थियो यता गएको छ यहाँ ट्राफिकहरू पनि बसेको रहेछ तपाईँहरू जग्गा आउँदैछन् आउनु होला अहिले गर्मी भइरहेको छ घाम डेन्जर छ सबैजना भेला भयौँ हामी कहाँ जाने बाइक लिएर बस्नु यहाँ जाँदै बाबु यहीँ बस्नु म यहाँ हिँड्दै गरेर म यहाँ आउँछु ल गेटमा यहाँ के टिकट पनि लिनुपर्छ र गर्दैन होला टिकट प्रवेश गरिरहनु भएको म चाहिँ फर्स्ट टाइम हो बबाल हुँदो रहेछ रमाइलो हुँदो रहेछ हाम्रो यो आजको विशाल कार्यक्रममा दामी दामी विभिन्न सहर र संस्थामा रहनुभएका आदरणीय तमाम महानुभावहरूलाई पनि म स्वागत बाइक आइसक्रिम सबै सकिन्छ क्या यो कहिले ठुलो भयो त बिचको बनाउनु
डेन्जर हो यहाँ चाहिँ ग्रुप हुन्छ क्या काम छैन तर यहाँ त ल हामी शेष आज लाइने चाहिँ पटेको पर्छ होला यहाँ त यहाँ बिस्तारै खेल्नुपर्छ है हामी अहिले नखेल्छौँ ठुलो भइसक्यौँ हामी हाम्रो अहिले लेभल घटेको छैन ट्याटु हो ट्याटु जस्तो लाग्छ मलाई लाउँदैन त्यति माथि यतातिर आमा यो के हो दाजु दाइ तपाईँ हाम्रो कलाकार होइन होइन नि होइन होइन उमेश राई हो त्यो दाइ भेटिसक्नु भएको छ हाबी साकेला जाम अब उता यहाँ हामी घुम्दा घुम्दा पनि खाइसक्यौँ गर्मी यस्तै छ कलाकारहरू चाहिँ नभेट्ने रहेछ कलाकारहरू भेटिन्छ भनेर आएको एकदम भिड छ लाइनहरू पनि दामी हुन्छ कुनै कुनै चाहिँ सबै मिलेको यहाँ यहाँबाट निस्किरहेछौँ रातहरू रमाइलो छ यहाँको भ्यू वातावरण गर्मीले मागाडीको अब हामी जानुपर्ने हुन्छ सबलाई बाई भिडभाड छ आज चाहिँ एकदम यहाँ चाहिँ त्यस्तोमा चाहिँ धेरै पनि बस्नु हुँदैन त्यही हामी चाहिँ अब लाग्छौँ त्यो ऱ्याप हाल्छ ऱ्याप हाल्छ पाइरहनु जाँदैन अन्त कस्तो
गएपछि राम्रो राम्रो केटीहरू छ केटा हो के गर्नु मान्छेहरू जाँदैछन् हामी आउँदैछौँ यस्तो बबाल थियो कि राई केटीहरू मनै पक्रिन्छ क्या यस्तो केटा हो त्यो भएर नआउँथ्यो मेरोको फेरि यतै हुन्छ राइनीहरूसँगै हुन्छ फेरि लभ चाहिँ एकदम केटाहरू चाहिँ नआऊ बरिसक आयो भने मलाई केही त हुँदैन आउनु त आऊ यहाँ नै यस्तो त लाउने यस्तो दामी त्यस्तो चाहिँ नसोच है फेरि नराम्रो चाहिँ हामी चाहिँ लागिसक्यौँ अब बाटो जहाँबाट आएको थियौँ त्यहीँ मजा आयो अब धेरै खासै भनेपछि त मजा भएन त्यस्तै भइहाल्छ होइन तर घाम चाहिँ बबाल छ यस्तो घाममा मान्छे कसरी आउँदैन होला है यहाँ फेरि बाटो रोकेर एकदम जाम है जाम पुरै बल्ल अलिअलि जाम खोल्यो पछाडि होला नि त जहाँ जाम छ अब धेरै गर्मी भइरहेछ चिसो खाइयो होइन भयो बालो